उज्यालो घरको यो उज्यालो हल पनि आज समुद्घाटन गर्ने कार्यक्रम रहेको हुँदा यो प्रमुख अतिथिलाई यो रिबन काटेर यो उज्यालो घरको उज्यालो सभा हल उद्घाटन गरिदिनुमा हार्दिक अनुरोध गर्दछु र सम्पूर्ण उपस्थित आदरणीय ज्यूहरूले तालीद्वारा यो उद्घाटन सत्रलाई भव्य बनाइदिनुमा हार्दिक अनुरोध गर्दछु। धन्यवाद। प्रमुख अतिथिज्यूबाट हाम्रो सभा हल उद्घाटन भइसकेको छ। उज्यालो पार्टी जिन्दाबाद, उज्यालो पार्टी जिन्दाबाद, भोट केमा चिममा, भोट केमा चिममा, उज्यालो पार्टी जिन्दाबाद, उज्यालो पार्टी जिन्दाबाद। हस्, धन्यवाद। यहाँहरू बस्न सक्नुहुनेछ। यो कार्यक्रमको सभाध्यक्षता ग्रहण गरिदिनुमा म सम्पर्क मञ्चका अध्यक्ष पेमा घिसिङज्यूलाई म हार्दिक अनुरोध गर्दछु। एउटा चेयरको व्यवस्थापन तपाईं हाम्रो सोच र नयाँ खोज। पार्टीका श्रद्धेय अध्यक्ष आदरणीय व्यक्तित्व उज्यालो नेपालका परिकल्पनाकार कुलमान घिसिङज्यूलाई प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी वरिष्ठ विशेष अतिथिको रूपमा पार्टीका वरिष्ठ नेता अनुप कुमार उपाध्यायज्यूलाई विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी रामेछाप निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका उम्मेदवार दिपबहादुर योन्जनज्यूलाई विशेष अतिथिको रूपमा अतिथि आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हामी माझ ललितपुर जिल्लाबाट प्रतिनिधि सभाका प्रत्यक्ष उम्मेदवार राजाराम कन्दुरकारज्यू आउनुभएको छ। विशेष अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी बागमती प्रदेशका संयोजक प्रवीण बलज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी रामेछाप जिल्लाका संयोजक अन्जान घिसिङज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी पार्टी केन्द्रीय सदस्य रामकृष्ण लामाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। म यथास्थानमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी केन्द्रीय सदस्य राजेन्द्र अवस्थितज्यूलाई म अतिथिको रूपमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। यसै गरी बागमती प्रदेश सल्लाहकार सदस्यज्यूहरू, यसै गरी बागमती प्रदेश कमिटीका पदाधिकारीज्यूहरू, बागमती प्रदेश कमिटीका सचिवालय सदस्यज्यूहरू, बागमती प्रदेश कमिटीका सदस्यज्यूहरू, रामेछाप जिल्ला कमिटीका सदस्यज्यूहरू, सम्पर्क मञ्चका पदाधिकारी र सदस्यज्यूहरू, बुद्धिजीवी समाजसेवी लगायत पत्रकारज्यूहरू र यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा एकमुष्ट रूपमा यथास्थानमा आसन ग्रहण गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। हामीमा छोटो समय छ। म अब यो कार्यक्रमलाई औपचारिकतातर्फ अगाडि बढाउन चाहन्छु र यो अब सबै राष्ट्रिय गानमा सरिक भइदिनुमा प्रमुख अतिथि लगायत सम्पूर्णमा म हार्दिक अनुरोध गर्दछु। हामी मुखले नै गाउनेछौँ। रेडी, 1 2 3 गो। सम्पदाको आचल वीरहरू परागत स्वतन्त्र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड युगहरू हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद। म यो सँगसँगै ज्ञात अज्ञात शहीदप्रति र जेन्जी आन्दोलनबाट शहीद हुनुभएका सम्पूर्ण नेपालका शहीदप्रति सम्मान व्यक्त गर्दै उहाँमा 1 मिनट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिदिनु हार्दिक अनुरोध गर्दछु। समय सुरु।
धन्यवाद। आज हामी यो हल उद्घाटन सँगसँगै शुभ कार्य गरिसकेका छौँ र यो कार्यक्रमलाई पनि थप औपचारिकता प्रदान गर्नका निमित्त म प्रमुख अतिथि ज्यूबाट यो ब्यानरलाई वाचन गरेर यो उद्घाटन गरिदिन म हार्दिक अनुरोध गर्छु। उज्यालो नेपाल पार्टी रामेछाप काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा पार्टी प्रवेश तथा राष्ट्रिय उज्यालो युवा फ्रन्ट रामेछाप गठन। धन्यवाद। हाम्रो कार्यक्रम उद्घाटन भइसकेको छ। म यसै गरी कार्यक्रमलाई अगाडि बढाउँदै पिएल लामाज्यू जो सम्पर्क मञ्चका सचिव हुनुहुन्छ उहाँलाई स्वागत मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। उपस्थित हुनुभएका सम्पूर्ण हाम्रा उज्यालो अभियानका उज्यालो नमस्कार। यहाँ उपस्थित हुनुभएका हाम्रा पार्टीका अध्यक्ष श्री सुमानज्यू, विभिन्न नेतागणज्यूहरूले नमस्कार। हामी यहाँनिर आज यो काठमाडौँ रामेछाप काठमाडौँ सम्पर्क मञ्चको आयोजनालाई यहाँले एकदमै आशा गरेर यहाँसम्म आइदिनु भएकोमा यहाँ सबैजनालाई मेरो तर्फबाट गोली धन्यवाद। यो कार्यक्रमको समय छोटो भएकोले मेरो भनाइ सुन्न चाहन्छु। धन्यवाद। समयको पाबन्दी छ, म उहाँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको हामी विशेष कार्यक्रममा प्रवेश गर्दैछौँ। आज विभिन्न पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टी जो उज्यालो नेपालको परिकल्पना सहित नेपाली मन र मुटुमा बस्ने सफल र हामी अगाडि बढाउँदैछौँ उज्यालो नेपाल पार्टीलाई। विभिन्न पार्टी परित्याग गरी आज उज्यालो नेपालको यो उज्यालो घरको उज्यालो सभा हलमा पार्टी प्रवेश गर्दै व्यक्तित्वहरू हुनुहुन्छ। म पार्टी प्रवेश कार्यक्रमलाई अगाडि बढाउने अनुमति माग्दछु। म पार्टी प्रवेश गर्नुहुने साथीहरूलाई तयारी अवस्थामा रहिदिनु म हार्दिक अनुरोध गर्दछु। पार्टी प्रवेश गराइदिनु र पार्टी बलराम तामाङ गोर्खा क्षेत्र नम्बर 2 का प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ। उहाँलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। हामी माझ लामो समय राजनीतिक यात्रामा व्यतीत गर्नुभएका विभिन्न राजनीतिक दलमा व्यतीत गर्नुभएर विभिन्न मोर्चा सम्हालिएका व्यक्तित्वहरू आज यो हलमा सरिक हुनुहुन्छ। म माओवादी जनवर्गीय संगठन मगर राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष तथा नेपाल मगर सङ्घ केन्द्रीय उपमहासचिव होमराज खपाङ्गीज्यू, उहाँलाई पार्टी अगाडि आइदिनु म हार्दिक अनुरोध गर्दछु र पार्टी प्रवेश गराइदिनु म प्रमुख अतिथि श्रद्धेय अध्यक्ष सुमान घिसिङ लगायत प्रमुख व्यास महासचिव अतिथिगणहरूलाई म हार्दिक अनुरोध गर्दछु। साथीहरू जोरदार तालीले स्वागत र सम्मान गरिदिनु म हार्दिक अनुरोध गर्दै हुनुहुन्छ। लामो समय मुक्ति यसै गरी लालबहादुर मगरजीलाई पनि म पार्टी प्रवेश गरिदिनु म हार्दिक अनुरोध गर्दछु। अगाडि आइदिनु होला जोरदार ताली। यति तालीले पुग्दैन साथीहरू। यसै गरी राम घिसिङ ल अब म यहाँ क्रमागत रूपमा नाम वाचन गर्ने अनुमति माग्दछु। बबरमोहन लामा काठमाडौँ रामेछाप सम्पर्क मञ्चका अध्यक्षज्यू, सुनापति सम्पर्क मञ्चका अध्यक्ष बबरमोहन लामाज्यू उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ। जोरदार ताली पुगिन साथीहरू, ताली बजाउन नेपाली कम्युनिस्ट पार्टीबाट उहाँ परित्याग गरी पार्टी प्रवेश गर्दै हुनुहुन्छ। उहाँलाई जोरदार तालीले स्वागत गरिदिनु र पार्टी प्रवेश गराइदिनु र म श्रद्धेय अध्यक्षज्यू लगायत त्यसमा आसीन अतिथिगणहरूलाई म हार्दिक अनुरोध गर्दछु। दीपक लामा, विशाल लामा,
करण घिसिङ खाडदेवी 9 करण घिसिङ खाडदेवी 9 अलि छिटो यहाँ बाटो खाली गरिदिनु प्लिज अभिजित तामाङ खाडदेवी आर्किमेडिज घिसिङ खाडदेवी 9 युवराज पहरी दोरम्बा सैलुङ 3 विमल बल खाडदेवी 9 मनोज आले खाडदेवी 9 ज्ञानी लामा सुनापति 4 विनोद लामा सुनापति 4 अगाडि आइदिनु होला साथीहरु अमीर तामाङ काभ्रे रोसी 9 सुशील तामाङ दोरम्बा सैलुङ गाउँपालिका 1 खोइ ताली पुगेन नि साथीहरु ताली बजाउनु होला जोरदार ताली रतन कुमार लामा काभ्रे तेमाल 9 भरत घिमिरे सुनापति 4 तीर्थ तामाङ खाडदेवी 7 तलब योजन खाडदेवी 7 गौतम तामाङ खाडदेवी 7 वीरेन्द्र तामाङ खाडदेवी 7 राजेश खोकर खाडदेवी 9 धनबहादुर तामाङ खाडदेवी 8 रामबहादुर बल खाडदेवी 9 रोशन दोङ काभ्रे तेमाल 9 अनिल सागर ज्ञापक सुनापति 2 नेकपा नेपाली कम्युनिस्ट पार्टी वाइसिएल का उपाध्यक्ष हुनुहुन्छ उहाँ वाइसिएल परित्याग गरी उज्यालो नेपालमा प्रवेश गर्दै हुनुहुन्छ जोरदार ताली अनिल सागर ज्ञापक सुनापति 2 जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु र प्रमुख अतिथिज्यूबाट खाता लगाएर पार्टी प्रवेश गराइदिनु हार्दिक अनुरोध गर्दछु तेन्जिङ लामा खाडदेवी 9 गोकुल तामाङ सुनापति 4 पासङ गर्जे लामा सिन्धुपाल्चोक 1 सुनिल तामाङ सुनापति 4 बलबहादुर थापा मगर दोरम्बा सैलुङ 2 टिक थापा मगर दोरम्बा सैलुङ 2 दीपक थापा मगर दोरम्बा सैलुङ 2 पूर्णबहादुर थापा मगर दोरम्बा सैलुङ 2 लक्ष्मण थापा मगर दोरम्बा सैलुङ गाउँपालिका 2 खम्बे थापा मगर दोरम्बा सैलुङ 2 विवेक थापा मगर दोरम्बा सैलुङ गाउँपालिका 2 भीमबहादुर थापा मगर दोरम्बा सैलुङ 2 नारायण श्रेष्ठ दोरम्बा सैलुङ 1 राजवीर आउनु होला साथीहरु अगाडि बाटो खाली गर्नुस् न प्लिज आयुष थापा मगर दोरम्बा सैलुङ 2 सुभाष श्रेष्ठ दोरम्बा सैलुङ 1 राजवीर राजेश श्रेष्ठ दोरम्बा सैलुङ 1 प्रेम श्रेष्ठ दोरम्बा सैलुङ 1 कुमार श्रेष्ठ दोरम्बा सैलुङ 1 भीमबहादुर श्रेष्ठ दोरम्बा सैलुङ 1 सञ्जित श्रेष्ठ दोरम्बा सैलुङ 1 जितबहादुर श्रेष्ठ दोरम्बा सैलुङ 1 लोकबहादुर श्रेष्ठ दोरम्बा सैलुङ 1 सुमन श्रेष्ठ दोरम्बा सैलुङ 1 सुभाष बल दोरम्बा सैलुङ 1 सुरज श्रेष्ठ दोरम्बा सैलुङ 1 च्याङ दोर्जी शेर्पा दोरम्बा सैलुङ 1 राजवीर विनोद पहरी दोरम्बा सैलुङ 3 सोमबहादुर पहरी दोरम्बा सैलुङ 3 राम घिसिङ मन्थली नगरपालिका 14 दीपक लामा मन्थली नगरपालिका 14 विशाल लामा मन्थली नगरपालिका 14 गोपीलाल श्रेष्ठ दोरम्बा सैलुङ 1 विष्णु बल सुनापति 2 कुमार बहादुर खत्री दोलखा सरोज बल सुनापति 2 खडक बहादुर खोकर खाडादेवी अगाडि आउनु होला साथी त्यहाँ बाटो अलिकति म्यानेज गरिदिनु होला प्लिज सुभाष बल दोरम्बा 1 राजीव लामा दोरम्बा डडुवा सिडी शेर्पा दोरम्बा 1 भीम लामा काठमाडौँ 11
मिलन तामाङ दोरम्बा सैलुङ 6, आयुष तामाङ दोरम्बा सैलुङ 6, प्रवीण घिसिङ दोरम्बा सैलुङ 6, ज्ञानबहादुर तामाङ दोरम्बा सैलुङ 6, केशरबहादुर तामाङ दोरम्बा सैलुङ 6। लालदोज स्याङतान सिबी शेर्पा। अरू नाम छुटेको साथीहरू पनि अर्थमान बल तिमी सुनापति 2, लाल बहादुर योन्जन सुनापति 2 तिमी। अरू साथी कोही छुट्नु भएको छ भने प्लिज कृपया नोट गरेर अगाडि पठाइदिनुमा हार्दिक अनुरोध गर्दछु। उज्यालो नेपाल पार्टीमा उज्यालो मनहरू जोडिँदैछ, यो जोड्ने क्रम जारी छ। यो धेरैभन्दा धेरै साथीमा जोडाएर हामीले उज्यालो नेपाल निर्माण गर्नु छ। यो अभियानमा जोडाउनमा हार्दिक अनुरोध गर्दछु र अझै साथीहरू कोही छुट्नु भएको छ भने आउनु होला र नाम वाचन गरेको र छुट्नु भएको साथीहरू पनि अगाडि आइदिनुमा हार्दिक अनुरोध गर्दछु। अनिल लामा युनिक लामा मनथाली नगरपालिका, अनिल लामा युनिक लामा मनथाली नगरपालिका। पार्वती बोहरा अरू छुटेको साथीहरू छ भने पनि नाम लिएर यहाँ चाहिँ सिपाइदिनुमा हार्दिक अनुरोध गर्दछु। उज्यालो नेपाल पार्टीमा विभिन्न राजनीतिक दल विभिन्न मोर्चाहरू सम्हालेका व्यक्तित्वहरू आज समाहित हुन आउनु भएको छ। उहाँलाई उज्यालो नेपाल पार्टीको तर्फबाट र रामेछाप जिल्लाको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। हामी सामूहिक फोटो खिच्छौँ अनि धन्यवाद साथीहरू। अब यथास्थानमा यहाँहरूले आसन ग्रहण गरिदिनु न म हार्दिक अनुरोध गर्दछु। यथास्थानमा यहाँहरू जुन सिटमा बस्नु भएको छ सोही स्थानमा गएर आसन ग्रहण गरिदिनु न म अनुमति माग्दछु। र प्रवेशीको तर्फबाट नवप्रवेशीको यो तर्फबाट म कार्यक्रम सञ्चालक तथा उज्यालो नेपाल पार्टी रामेछाप काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष र आजको यस पार्टी प्रवेश तथा राष्ट्रिय उज्यालो युवा फ्रन्ट रामेछाप गठन कार्यक्रमका प्रमुख अतिथि उज्यालो नेपालका नायक देशको धरोहर आदरणीय व्यक्तित्व कुलमान घिसिङज्यू, त्यसै गरी रामेछाप जिल्लाका अध्यक्षज्यू, त्यसै गरी प्रतिनिधि सभामा उम्मेदवारी दिनुहुने योन्जनज्यू लगायत पार्टीका सम्पूर्ण वरिष्ठ व्यक्तित्व, उपस्थित साथीहरू, रामेछाप जिल्लावासीहरू सबैमा मेरो व्यक्तिगत तर्फबाट र आजदेखि उज्यालो नेपाल पार्टीको तर्फबाट नमस्कार अनि झोडले लासो जेजोलोपा सबैमा पुनः उज्यालो अभियान। वर्षौंदेखि अन्धकारमा बसेको यो मन मस्तिष्क अनि यो भौतिक शरीर आजबाट उज्यालो बत्तीको अगाडि परेको छु। यसकारण म आज भन्दैछु उज्यालो नेपाल पार्टी जिन्दाबाद, उज्यालो नेपाल पार्टी जिन्दाबाद। अब यही अभियानका साथ हामी लाग्नेछौँ। वास्तवमै म लामो समय अघि नै दर्शक मित्रले भनिसक्नुभयो, नेपाल कम्युनिस्ट पार्टी माओवादीमा रहेर 20औं वर्ष त्यो पार्टीमा योगदान गरे। रामेछापका जनताहरूको घर घरमा पुगेर एउटा पहिचान निर्माण गरे, जनतालाई चेत भर्ने काम गरे। तर आज यो अभियानमा किन जोडिँदैछ त भन्ने कौतूहल लाग्न सक्छ। वास्तवमै उज्यालो नेपाल पार्टी होइन, एउटा अभियान हो। एउटा विधिवत रूपमा निर्वाचन कार्यालयमा दर्ता भएको कारणले यो पार्टी मानिए तापनि यो उज्यालो नेपाल एउटा अभियान हो। यो महान अभियानको
को प्रवर्तक आदरणीय उज्यालो नेपालका नायक कुलमान घिसिङ हुनुहुन्छ। वास्तवमै उहाँको त्यो जनतासँग दिने उहाँको एउटा सशक्त डेलिभरीको जुन उहाँको चाहिँ क्षमता खुबीले गर्दा आज त्यसैभरिबाट विश्वभरिबाट कुलमान घिसिङलाई हेरिराखेको छ र उज्यालो नेपाल पार्टीलाई हेरिराखेको छ। यो स्थितिमा विशेष गरी म आफै पनि आफ्नै जिल्लाको भएको हुनाले मैले यो पार्टी निर्माण अथवा उद्घाटनदेखि हेरिराखेको थिएँ, तर यो अवसरको प्रयासमै थिएँ। मेरो आफ्नै जिल्लाको एउटा यो देशको एउटा युगले एक जुगमा एक दिन एकचोटि आउँछ भने चाहिँ एउटा जुगले जन्माएको एउटा तारा, एउटा हिरा जसले रामेछापको भूगोलले जन्मायो। त्यसपछि हामी रामेछापेली जनताले यस्ता हिरा पायौँ र देशले पायो। त्यस कारणले यस्तो अभियन्तालाई हामीले साथ दिनुपर्छ भन्ने मान्यताका साथ आज मैले भएभरका थुप्रै कतिपय साथीहरू असन्तुष्ट भएर पार्टीबाट छोड्यो भन्ने हुन्छ, तर म असन्तुष्ट भएर होइन। मलाई यहाँको अभियान, यो उज्यालो नेपालको अभियान मन परेर म यहाँ प्रवेश गरेको हुँ। त्यसैले गर्दाखेरि अबको दिनमा, भावी दिनमा हामी उज्यालो नेपाल अभियान मार्फत यो देशलाई समृद्धि, सुशासन र विकासको पाइलामा उज्यालो नेपालले लिएको अभियानलाई हामी सशक्त रूपमा सफल पार्नको निम्ति लागि पर्नेछौँ भन्ने हामीले चाहिँ सोचका साथ म यहाँ प्रवेश गरेको छु र धेरै लामो म बोल्दिनँ। यहाँ अब हाम्रो अध्यक्षज्यूको छोटो समय भएको हुनाले पछि धेरै कुराहरू गरौँला तपाईँहरूसँग। र थुप्रै साथीहरू लाइनबद्ध हुनुहुन्छ। आज बिहान पनि म झन्डै 7 बजेदेखि 11 बजेसम्म हाम्रा साथीहरूको बिचमा छलफल गरेर निक्लेको छु र धेरै साथीहरू रामेछापका धेरै पहिरो भत्किनेवाला छ, उज्यालो नेपालको अभियानमा लाग्नेवाला छ र हामी एक झिका भएर फेरि पनि रामेछाप जिल्लाका मात्रै नभएर देशैभरिका हाम्रा यो अभियानलाई मन पराउने व्यक्तिहरूलाई हामी जोड्नुपर्छ र जोड्दै जानेछौँ भन्ने प्रतिबद्धता व्यक्त गर्दै यहाँहरू फेरि पनि त्यहाँ असन्तुष्ट अथवा सन्तुष्ट भइकन पनि त्यहाँका थुप्रै पार्टीका अभियानहरू मन नपरिकन बस्नुहुने साथीहरूलाई पनि म उद्घोष गर्न चाहन्छु। आजको दिनबाट उज्यालो नेपालको यो अभियानमा तपाईँहरू पनि समाहित हुनुहोस् र यो देशलाई समृद्धि बनाउने अभियानमा लाग्नुहोस् भन्ने सन्देश दिँदै मेरो छोटो भनाइ यति गर्न चाहन्छु। हस्त नमस्कार। धन्यवाद। म फेरि प्रवेशीको तर्फबाट लालबहादुर मगरज्यूलाई छोटो मन्तव्य राखिदिनु म हार्दिक अनुरोध गर्छु। धन्यवाद। उज्यालो नेपाल रामेछाप जिल्ला पार्टीका सचिवज्यूलाई हामी आज म लगायत प्रवेश हुने सबै साथीहरूलाई हामी आफैमा धन्यवादको पात्र भन्नुपर्छ। आजको यस पार्टी प्रवेश कार्यक्रमका सभाध्यक्षज्यू, आदरणीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाइसक्नुभएका आदरणीय व्यक्तित्व कुलमान घिसिङज्यू, विभिन्न जिल्लाबाट निर्वाचित हुनका लागि निर्वाचनमा हुमिनुहुने आदरणीय प्रतिनिधि सांसदज्यूहरू, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्यज्यूहरू, केन्द्रीय सल्लाहकारज्यूहरू, विभिन्न तह र तबकामा हुने सम्पूर्ण संस्थाका सम्पूर्ण आदरणीय उज्यालो नेपाल पार्टीमा आबद्ध हुने सम्पूर्ण साथीहरूमा सर्वप्रथम त म व्यक्तिगत तर्फबाट भनौँ आजबाटै उज्यालो नेपालको तर्फबाट सम्पूर्ण लागि पर्नुहुने हजारौं लाखौं युवाहरूको तर्फबाट र सिङ्गो रामेछापको तर्फबाट एकमुष्ट रूपमा जय उज्यालो नेपाल, जय बत्ती, जय चिम, जय युवाहरूको साथ, जय समर्थन भन्न चाहन्छु। म धेरै कुरो राख्दिनँ। कतिपय साथीहरूले चिन्नुहुन्छ होला, म रामेछाप जिल्ला गोर्मा सैलुङ गाउँपालिका वडा नम्बर 3 को नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट टिकट लिएर गाउँसभाको सदस्यको रूपमा कार्यरत छु। म आज नेपाल कम्युनिस्ट पार्टी माओवादीमा रहिरहँदा उहाँलाई म नराम्रो भन्न चाहन्न। सर्वप्रथम त नेपाली काङ्ग्रेसले 2007 सालमा उहाँको आफ्नो एजेन्डा सहित बोकेर आएर 2007 सालसम्म उहाँले आफ्नो उद्देश्य प्राप्त गरिसक्नुभयो।
उहाँहरूलाई हामीले धन्यवाद दिनुपर्छ। राणा शासनको विरुद्धमा लडेर उहाँहरूले केही प्रजातन्त्र व्यवस्था सिर्जना गर्नुभयो, उहाँहरूलाई धन्यवाद दिनुपर्छ। सँगसँगै 2036-37 साल पश्चात 2048 सालको जनआन्दोलन पश्चात बहुदलीय व्यवस्था प्राप्तिका निम्ति नेपाल कम्युनिस्ट पार्टी एमाले पनि केही योगदान गरेको छ, उहाँलाई पनि हामीले धन्यवाद दिनुपर्छ। सँगसँगै 10 वर्ष 2052 सालदेखि 2062-63 सम्म लड्दै आइरहेको हुँदै आइराखेको 10 वर्ष जनयुद्ध सँगसँगै 62-63 को जनआन्दोलन पश्चात अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो। त्यसका निम्ति अहिलेको नेपाली कम्युनिस्ट पार्टी र हिजोको माओवादी पार्टीका साथीहरूलाई पनि विशेष धन्यवाद दिँदै अबको दिनहरूमा उहाँहरूको उद्देश्य सहितको उहाँहरूको एजेन्डाहरू सबै पूर्ति भइसकेको र अब आगामी दिन एजेन्डा सहितको राष्ट्रिय निर्माणमा राष्ट्रलाई उज्यालो दिशातिर लैजानको निम्ति अब नयाँ शक्तिको खाँचो परेको हुँदा मैले नेपाल कम्युनिस्ट पार्टीलाई त्यागेर अब नयाँ शक्तिको रूपमा उदयमान हुँदै गर्नुभएका आदरणीय व्यक्ति उज्यालो नेपालका आदरणीय व्यक्तित्व कुलमान घिसिङ दाईलाई साथ र समर्थन गर्दै हामी जस्तो हजारौं युवाहरूले लाखौं युवाहरूले उज्यालो नेपाल पार्टीलाई समर्थन गरेर अबको नयाँ नेपाल निर्माण गर्नका निम्ति सहयोग पुर्याउँदै अगाडि बढ्नका निम्ति सबै युवा साथीहरूलाई आह्वान गर्दै मैले उज्यालो नेपाल पार्टीका आदरणीय व्यक्तित्वहरूसँग सहकार्य गर्दै उचित जिम्मेवारी लिएर तपाईँहरू सामु आउनेछु। तपाईँहरूले हामीलाई साथ दिएर अब अगाडि बढाउनु छ। हिजोका पुराना दलहरूले अब केही गर्नेवाला छन्। हिजो गर्नेहरूले धेरै बारम्बार पटक पटक सरकारमा पुगिसकेको छ। पटक पटक सरकारमा पुगेर पनि उहाँको हालत फेरि त्यही हुने र सरकारबाट भाग्नु पर्ने अवस्था आउने भएको हुँदा हामी नयाँ उज्यालो नेपाल पार्टी रोजेर नयाँ शक्तिका साथ हजारौं युवाहरू लाखौं युवाहरू साथ लाग्नु हुनेछ भन्ने आशाका साथ फेरि म पनि तपाईँहरू सँगै आउनेछु भन्दै म आजको 2 शब्द यो अन्त्य गर्दछु। हस्त नमस्कार अभिवादन। उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य उद्धव चौडगाईज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी केन्द्रीय सदस्य गोविन्द चौडगाईज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु भने युवा नेता विक्रम लामाज्यूलाई अतिथिको रूपमा आसन ग्रहण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। समयको पालबन्दी छ। म अब नवप्रवेशीको तर्फबाट छोटोमा 2 शब्द राख्दिनु म। धन्यवाद सदस्यज्यू। यो हामीले चाहेको कुरा चाहिँ भयो भन्नुपर्छ। अब म चाहिँ धेरै वर्ष भयो राजनीति गरेको, हुँदा त करिब 40 वर्ष भइसक्यो। विभिन्न पार्टीमा आबद्ध भएँ, केन्द्रीय कमिटी पनि बसेँ। तर हाम्रो के थियो माग भन्दाखेरिमा यो व्यवस्थापक यहाँ दुनियाँ देख्यो नि हामी त कैयौं मान्छेहरू देखियो, तर तिनीहरूले कैयौं चुनेर आए, तर तिनीहरूले कहिले पनि व्यवस्थापन गर्न सकेन। तर एकजना सिमो मान्छे, सिमो यो देशको एकजना हाम्रो अध्यक्षज्यू हुनुहुन्छ, उहाँ चाहिँ एउटा काम गरेर देखाउनु भयो। उज्यालो नेपाल भनेर त अहिले विश्वमा चाहिँ चर्चित भइसकेको अवस्थामा छ। यस्तो मान्छेको यस्तो व्यक्तित्वको चाहिँ हामीले अन्डरमा बसेर काम गरेर पाउँदाखेरिमा मलाई नि खुसी लागेको छ। मलाई साथीले मेरो आफ्नो भतिजा आफ्नो गाउँकै उठ्नु भएको छ, मलाई सहयोग गर्ने सन्दर्भमा अस्ति म घरै पनि गएको, त्यसपछि भेटघाट पनि भयो। त्यसैले मैले भनेको थिएँ, म पहिला अब माओवादीको केन्द्रीय कमिटीमा थिएँ, त्यसपछि विभागमा थिएँ, त्यसपछि म स्वतन्त्र भएर बसेका थिएँ। र त्यो बिचमा कुनै एउटा जेएनजीको पार्टीमा म केन्द्रीय कमिटीमा सल्लाहकार रूपमा सचिवालयमै थिएँ। अब त्यो पार्टी किन भनिराख्नु मैले तिमीलाई, त्यो पार्टीलाई किन प्रचार गरौँ म है? त्यसो भएको भएर अहिले हामीले एउटा उज्यालो नेपालको मात्र नभइकन यो देश नै उज्यालो बनाउने खालको जुन हाम्रो व्यवस्थापक हुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनेको थिएँ, उहाँ राजनीति बुझ्नुहुन्छ, जान्नुहुन्छ, तर गर्नु चाहिँ भएको छैन है। मैले उहाँलाई भन्नुभएको थिएँ, तर उहाँले नै भन्नुभएको थियो। अब के छ भन्दाखेरिमा उहाँले यहाँ बिजुली बाल्नुहुन्छ, त्यो बिजुली कसरी पोल्यो कि पोलेन, बिजुली पोल्यो भने देख्नुहुन्छ, त्यो बिजुली पोलेन भने कसरी पोलेन त्यो कुरो चाहिँ मलाई थाहा छ। तर समग्रमा राजनीतिमा उहाँलाई अलिकता केही न केही अब इतिहास गर्नुपर्ने हुन्छ। तर उहाँहरू त पढ लेखेका व्यक्तित्व हुनुहुन्छ, विद्वान हुनुहुन्छ। त्यसो भएको भएर यो देश बुझिसक्नु भएको छ, विश्व बुझिसक्नु भएको छ। त्यसैले गर्दाखेरि उहाँको अगाडिमा उहाँलाई अगाडि लागेर हामीलाई हिँड्नुमा एकदम कुनै पनि हिचकिचाहट छैन। त्यसो भएको कारणले गर्दाखेरिमा अब हामीले एकजुट भइकन यो देशलाई नै उज्यालो बनाउने गरिकन
हामी अगाडि बढ्नेछ, बढौँ भन्ने यही कुरा राख्दै म एक्सप्रेसनबाट यति दिन्छु। धन्यवाद। धन्यवाद। अब रामेछापबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार दिपबहादुर योन्जनजीलाई आफ्नो सान्दर्भिक मन्तव्य राखिदिनु न। हार्दिक मन्तव्य। धन्यवाद कार्यक्रम उद्घोषणज्यू, यस कार्यक्रमका सभासदज्यू र यस सभालाई प्रमुख अतिथि आसन गर्नुहुने हाम्रो आदरणीय नेता कुलमान घिसिङज्यू र वरिष्ठ अध्यक्षज्यूहरू र प्रतिनिधि सभा उम्मेदवारज्यू र केन्द्रीय कमिटीका साथीहरू र प्रदेश कमिटी अध्यक्ष लगायत प्रदेश कमिटी सदस्यहरू, विभिन्न तह र तर्कमा रहनेहरूले सम्पूर्ण विभागीय सदस्यज्यूहरूमा रामेछापको प्रत्यक्ष उम्मेदवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट उज्यालो न्यानो अभिवादन। मैले धेरै कुरा भन्न चाहन्न। आज जेएनजीहरूको मागको सम्बोधन गर्न जन्मिएको पार्टी उज्यालो नेपाल पार्टी हो। त्यसैले आज जेएनजी युवा साथीहरू प्रवेश गर्नुभएको छ। उहाँलाई यस अभियानमा जोडिदिनु भएको छ। उहाँहरूलाई विशेष धन्यवाद दिन्छु र यो कार्यकालको यहाँको सदस्य जसले पाउनुभएको छ उहाँलाई विशेष शुभकामना पनि दिन चाहन्छु। र अब हामी रामेछाप जिल्लामा म भोलिबाटै एउटा चुनावी अभियानमा खटिँदैछु र गाउँघरमा जाँदैछु। त्यसैले सम्पूर्ण साथीहरूलाई म अनुरोध गर्न चाहे र अपिल गर्न चाहे, अब भोलिबाट हामी कमसेकम रामेछापलाई उज्यालो बनाउनको निमित्त हामी लागौँ, जुटौँ। आज धेरै साथीहरू प्रवेश गर्नुभएको छ। धेरै वर्ष पार्टीबाट योगदान दिएका साथीहरू आउनुभएको छ र उहाँहरू राणाकालीनदेखि र प्रजातन्त्र लोकतन्त्र ल्याउनसम्म अभियानमा लाग्नुभएको साथीहरू प्रवेश गर्नुभएको छ। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आज जसरी उज्यालो नेपालमा जोडिनु भएको छ, अब गाउँघरमा पनि त्यसरी जोडिने बाचा पनि धेरैजनाले गरेका छौँ। हामी गाउँमा जान्छौँ, बस्तीमा जान्छौँ, अब जोडेर सँगसँगै जान्छौँ। र हामी अब धेरै दिन छैन अब चुनाव गर्नलाई। आज कमेन्ट गर्छ साथीहरूले उज्यालो नेपालको 7,000 भोट आउँछ भन्छ कतै कतै। अब 7,000मा 0 थपेर के हुन्छ? त्यो बहुमत सहित हामी जित्छौँ। रामेछापबाट 7,000मा 0 थप्दा कति हुन्छ तपाईँहरू हिसाब गर्नु होला। त्यो हिसाब साथ हामी बहुमत सहित जित्छौँ। साथीहरू तयारी अवस्थामा बस्दिनु होला। रहर सिंह बल संयोजकको रूपमा हुनुहुन्छ र उहाँलाई टोपी लगाएर, प्रमुख अतिथिज्यूबाट टोपी लगाएर र विशेष अतिथिज्यूबाट खाता लगाएर जिम्मेवारी प्रदान गरिदिन म हार्दिक अनुरोध गर्दछु। रहर सिंह बल जुन राष्ट्रिय उज्यालो युवा फ्रन्ट रामेछाप जिल्लाको संयोजकको रूपमा हुनुहुन्छ, जोरदार तालीले उहाँलाई स्वागत गरौँ। यसै गरी रबिन घिसिङ सचिवज्यू, रबिन घिसिङ। यसै गरी सिजी शेर्पा, विवेक लामा, शहरी विकास मण्डललाई आदरणीय कुलमानज्यू र यस पार्टीको प्रतिनिधि सभामा आदरणीय दिपबहादुरज्यू लगायत सम्पूर्ण प्रिय साथीहरू साथै उपस्थित सम्पूर्णमा उज्यालो नमस्कार। सर्वप्रथम म यो रामेछाप जिल्लाको युवाको नेतृत्व गर्दा मलाई एकदम खुसी लागेको छ। यस अवस्थामा अहिलेको जेनेरेसनलाई टेक गरेर हामी युवावर्गहरू सधैँ एकसाथ भइदियो भने हिजोको दिनमा हामी कसरी उठेको थियौँ त्यसरी नै अबको उज्यालो नेपाल पार्टीले तपाईँ हामी एक साथ गरेर अगाडि बढ्यौँ भने आगामी दिनमा पक्कै पनि हामी त्यो तपाईँ हामीले सोचेको जस्तो पार्टी निर्माण गर्न सक्छौँ भने दृढताका साथ म यहाँहरू सम्पूर्णलाई आर्थिक आह्वान गर्न चाहन्छु। त्यसैले आजको यस पार्टी प्रवेश तथा राष्ट्रिय उज्यालो युवा फ्रन्टको नेतृत्व गर्ने क्रममा मलाई यो जुन रामेछाप युवा साथीहरूले जुन मलाई सिफारिस गर्नुभयो त्यसको लागि म हृदयदेखि आभार गर्दछु। फर्स्टपटक मैले भन्नुपर्दा आजसम्म कुनै पनि पार्टीमा यो पार्टीमा कुनै पनि पार्टीको सदस्य पनि लिएको थिएन। तसर्थ अब पनि हामी यो जेएनजी मुभमेन्टपछि हामी कुनै पनि सञ्जालमा मात्रै आबद्ध भएर नहुने रहेछ भनेर तपाईँ हामी साँच्चीकै यो देशको लागि, यो राष्ट्रको लागि एकसाथ भइदियो भने पक्कै पनि भोलि तपाईँ हामी राम्रो रिजल्ट आउनेछौँ भन्ने आशाको साथ
मेरो 2 शब्द यहीँ टुङ्ग्याएको छु। धन्यवाद। उज्यालो आज रामेछाप जिल्लाको विभिन्न पार्टीबाट यस उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने कार्यक्रम र रामेछाप जिल्ला युवा फ्रन्ट गठन गर्ने कार्यक्रमका अध्यक्षज्यू, यहाँ उपस्थित हाम्रो वरिष्ठ नेताज्यू अनुप कुमार उपाध्याय, यहाँ उपस्थित हाम्रो केन्द्रीय समितिका साथीहरू, हाम्रो जिल्ला रामेछाप जिल्लाबाट प्रतिनिधि सभामा प्रत्यक्षका उम्मेदवार देव कुमार रञ्जनज्यू, ललितपुर जिल्ला क्षेत्र नम्बर 2बाट प्रत्यक्षका उम्मेदवार राजाराम तन्नुकारज्यू लगायत हाम्रा केन्द्रीय समितिका अन्य साथीहरू, रामेछाप जिल्ला र यो बागमती प्रदेशका संयोजक, रामेछाप जिल्ला काठमाडौँ सम्पर्क मञ्च, रामेछाप जिल्लाका संयोजक लगायत यहाँ उपस्थित रामेछाप जिल्लाका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई मेरो नमस्कार। सर्वप्रथम म रामेछाप जिल्ला र विभिन्न जिल्लाबाट, अरू जिल्लाबाट पनि केही व्यक्तिहरू देखिन्छ, विभिन्न पार्टीबाट यो उज्यालो नेपाल पार्टीलाई विश्वास गरेर यो उज्यालो नेपाल पार्टीमा उज्यालो भविष्य देखेर यो पार्टीमा प्रवेश गर्नुभएको छ, हामीलाई विश्वास गरेर प्रवेश गर्नुभएको छ। उहाँहरूप्रति हार्दिक बधाई, धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु। रामेछाप जिल्लाबाट विभिन्न पार्टीमा आफ्नो जिम्मेवारीलाई त्यागेर उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्ण साथीहरूलाई यो पार्टीको अध्यक्षको हैसियतले यो पार्टीमा हामी सम्पूर्ण रूपले तपाईहरूको अभिभावकत्व ग्रहण गर्नेछौँ भन्ने पनि यहाँलाई विश्वास दिलाउन चाहन्छु। यो पार्टी कुनै दर्शनको अथवा कुनै राजनीतिक परिवर्तनको लागि मात्रै स्थापना भएको पार्टी होइन। यो पार्टीले यो देशको परिवर्तनको लागि, राजनीतिक रूपान्तरणको लागि, समृद्धिको लागि, सुशासन कायम गर्दै देशभित्रै रोजगारी सृजना गरेर यो देशमा हाम्रा युवा शक्तिलाई यही देशमा काम गर्ने परिस्थिति सृजना गरेर अगाडि बढ्नको लागि स्थापना भएको पार्टी हो। लामो समयसम्म हामीले विभिन्न पार्टीको विभिन्न समयमा विभिन्न जिम्मेवारीमा बसेर काम गर्दै आएका छौँ। म पनि धेरै लामो समय अगाडिदेखि रामेछाप जिल्लाका विभिन्न पार्टीहरूले गर्दै आएका गतिविधि र लामो समयसम्म राजनीतिक परिवर्तनको लागि रामेछाप जिल्लामा हाम्रा साथीहरूले जिम्मेवारी वहन गर्दै आउँदाखेरि आफ्नो भविष्यलाई, आफ्नो व्यक्तिगत भविष्यलाई पनि थाती राखेर पार्टी प्रति प्रतिबद्ध भएर लागिरहनु भएको मैले देखेको छु, भोगेको छु। तर यो देशमा हामी राजनीतिक परिवर्तन र दर्शन र आइडियोलोजीको लागि भनेर धेरै समय हामीले खेर फाल्यौँ। त्यो परिवर्तन पनि भयो, त्यो परिवर्तन एउटा उपलब्धि हो।
त्यो उपलब्धिलाई ठुलो उपलब्धि मान्नुपर्छ। उहाँलाई धन्यवाद अघि धेरै साथीहरूले भनिसक्नु भएको छ, उहाँलाई धन्यवाद दिनुपर्छ। अब यो देशमा जबसम्म आर्थिक क्रान्ति हुँदैन, आर्थिक परिवर्तन हुँदैन, आर्थिक रूपान्तरण हुँदैन र सुशासन कायम हुँदैन, देश समृद्ध हुँदैन, अब देशले धेरै राजनीतिक परिवर्तनको मात्रै कुरा गरेर हामी यो देशको आर्थिक रूपान्तरणको कुरा नगरिकन अब राजनीतिक पार्टीहरूले आफ्नो अस्तित्व बचाउन गाह्रो छ। त्यो भएको हुनाले यो उज्यालो नेपाल पार्टी यो देशको उज्यालो भविष्यको लागि हामीले स्थापना गरेको पार्टी हो। हामीले धेरै डेलिभरी दिएका छौँ, केही काम गरेका छौँ, परिणाम दिएका छौँ। यो परिणाममुखी पार्टी हो। हामीले काम गरेर, भाषण गरेर होइन, काम गरेर यो देशलाई परिवर्तन गर्नुपर्छ भन्ने उद्देश्यका साथ आएका छौँ। यसमा हामी धेरै देशैभरिका साथीहरू समाहित हुनुभएको छ। उज्यालो नेपाल पार्टीमा देशैभरिबाट धेरै प्रबुद्ध व्यक्तित्वहरू, धेरै पार्टीहरूबाट, विभिन्न पार्टीबाट यो पार्टीमा समाहित भएर अहिले प्रतिनिधि सभाको निर्वाचनमा होमिनु भएको छ। हामी धेरै सिटमा प्रतिस्पर्धामा छौँ र धेरै सिट जितेर आउनेछौँ भन्ने पनि यहाँहरूलाई विश्वास दिलाउन चाहन्छौँ। आज उज्यालो नेपाल पार्टीमा रामेछाप जिल्लाका धेरै साथीहरू पार्टी प्रवेश गर्नुभएको छ। हाम्रा होमराज कपाङ्गीज्यू, लालबहादुर मगरज्यू, बबरमान मोक्तान, विक्रम राणा मगर लगायत धेरै साथीहरू यहाँ प्रवेश गर्नुभएको छ। यहाँहरूको प्रवेशले रामेछाप जिल्लाको हाम्रो प्रतिनिधि सभाको उम्मेदवार हाम्रो दिप योन्जन ज्यूको आगामी प्रतिनिधि सभामा, फागुन 21 को प्रतिनिधि सभामा जित सुनिश्चित भएको मैले महसुस गरेको छु। उहाँको जित अब सुनिश्चित हुन्छ। उहाँलाई अब रामेछाप जिल्लाबाट तपाईँहरूले जिताएर पठाउनु हुनेछ। रामेछाप जिल्ला म जन्मेको जिल्ला, म आफै जन्मेको जिल्ला भएको हुनाले पनि यो जिल्लाबाट उहाँलाई अत्याधिक मतले जिताएर पठाउनु हुन म हार्दिक अनुरोध गर्दछु। उहाँले जित्नु भनेको मैले जित्नु र आगामी सरकारमा र प्रतिनिधि सभाको संसदमा, यो प्रतिनिधि सभामा हामीले सशक्त भूमिका खेल्नलाई हामीले धेरैभन्दा धेरै सिट जितेर आउनुपर्नेछ। त्यसमध्येमा रामेछाप एउटा थप हुनेछ भन्ने आजबाट मलाई विश्वस्त भएको छु। यहाँहरूले भोलिबाट नै रामेछाप जिल्लाको चुनावी अभियानमा सबैजना संलग्न भएर अगाडि बढ्नु हुन पनि हार्दिक अनुरोध गर्दछु। हाम्रा युवा फ्रन्टका साथीहरू पनि भोलिबाटै यो चुनावी अभियानमा करिब 20-22 दिनको चुनावी अभियानमा सबै छोडेर यो अभियानमा लाग्नु हुन पनि हार्दिक अनुरोध गर्दछु। यो अभियान अब आज 23-24 दिन मात्रै बाँकी छ। 23-24 दिनको लागि सबैजना भोलिबाट रामेछापमा गएर सबै ठाउँमा पुगेर मतदाताहरूलाई यो हाम्रो नयाँ पार्टी भएको हुनाले यो चुनाव चिन्ह चिम र समानुपातिको बाँसुरी चिन्हलाई हामीले प्रचार गर्नुपर्ने, चिनाउनु पर्ने, धेरै ठाउँमा चिनाउनु पर्ने हुन्छ। यसको लागि घर घरमा पुगेर तपाईहरू खटिनुहुन्छ भन्ने मलाई विश्वास छ र रामेछाप जिल्लाबाट अरू पनि साथीहरू
धेरै साथीहरू यो उज्यालो नेपाल पार्टीमा प्रवेश गर्नलाई इच्छुक हुनुहुन्छ। उहाँहरू आउँदै हुनुहुन्छ, अरू पार्टीबाट पनि आउँदै हुनुहुन्छ र रामेछाप जिल्लाको अब जितलाई सुनिश्चित गर्दै आगामी चुनावमा प्रदेश र स्थानीय निकायको चुनावमा रामेछाप जिल्ला उज्यालोको किल्ला बन्नेछ भन्ने पनि मलाई विश्वास लागेको छ। तसर्थ रामेछाप जिल्ला मात्रै होइन, बागमती प्रदेशलाई नै हामी उज्यालोको किल्ला बनाउने हिसाबले हामी लागेका छौँ। सबै जिल्लाहरूमा उज्यालो नेपालको धेरै साथीहरू उज्यालो अरू पार्टीबाट प्रवेश गर्दै हुनुहुन्छ। देशैभरि धेरै साथीहरू प्रवेश गर्दै हुनुहुन्छ। मैले देशभरिबाट धेरै ठाउँमा अहिले चुनाव अगाडि सहभागी हुन धेरै कठिनाइ छ। केही ठाउँहरूमा, देशका केही भूभागमा, केही जिल्लाहरूमा, प्रदेशहरूमा यो चुनावी अभियानमा म भोलिबाटै अगाडि बढ्नुपर्ने र पुग्नुपर्ने अवस्था भएको हुनाले रामेछाप जिल्लामा पनि कम्तीमा एक दिनको लागि एक ठाउँ अथवा 2 ठाउँको लागि म पनि आएर चुनावी अभियानमा संलग्न हुनेछु भन्ने पनि तपाईँहरूलाई प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र आज जुन पार्टी प्रवेश कार्यक्रममा यहाँहरू सहभागी हुनुभयो र पार्टी प्रवेशको लागि यहाँहरू आइदिनु भयो र सबै पार्टी प्रवेश गर्ने साथीहरू र रामेछापवासी सबै साथीहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँ उपस्थित सम्पूर्ण हाम्रा उम्मेदवारहरू, केन्द्रीय समितिका सदस्यहरू, पत्रकार साथीहरूलाई फेरि पनि धन्यवाद दिँदै आज म आफ्नो छोटो भनाइ अन्त्य गर्छु। धन्यवाद। धन्यवाद आजका प्रमुख अतिथि यो पार्टीका सदस्य अध्यक्ष कुलमान घिसिङज्यूलाई। र हामीमा आज पार्टी प्रवेश गर्दै हुनुहुन्छ र पार्टी प्रवेश गराइदिनु हुन म सदस्य अध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु र विशाल लामा अगाडि आइदिनु हुन म हार्दिक अनुरोध गर्दछु। च्याङ दोर्जी शेर्पा उहाँ राष्ट्रिय उज्यालो युवा फ्रन्टको जिल्ला कमिटीका सदस्य पनि हुनुहुन्छ र जिम्मेवारी पनि हस्तान्तरण गरिदिनु म हार्दिक अनुरोध गर्दछु। खादा लगाएर र टोपी लगाएर उहाँहरूलाई पार्टी प्रवेश गराइदिनु हुन हार्दिक अनुरोध गर्दछु। समयको पालबाजीसँगै यो कार्यक्रमको अन्तिममा छु र हाम्रो यो निमन्त्रणालाई स्वीकार गरी प्रमुख अतिथि लगायत विशेष अतिथिहरूले जुन समय दिनुभयो उहाँहरूलाई यो आयोजकको तर्फबाट, युवाको तर्फबाट र सम्पर्क मञ्चको संयुक्त कार्यक्रम आयोजनाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै यदि यो कार्यक्रम सञ्चालनको दौरानमा केही पोर्टफोलियो तलमाथि परेको भएमा अथवा कोहीलाई चाहिँ मानहानि हुन गएकोमा म क्षमा प्रार्थी छु भन्दै आजको यो सभा समापन गराइदिनु हुन म पार्टीका यस सभाका सभाध्यक्षज्यूलाई म माइक्रोफोन हस्तान्तरण गर्दै यहाँहरू माझबाट ओजेल पर्दछु। हस् नमस्कार। सर्वप्रथम त आज उज्यालो नेपाललाई जोगाउने र निर्वाचनलाई निर्वाचित गराउने उद्देश्य लिएर आउनुभएको साथीहरूलाई धेरै रामेछाप काठमाडौँ समर्पणबाट धन्यवाद दिँदै आजको कार्यक्रम समापन गर्छु। हामी ग्रुप फोटो लिनेछौँ। धन्यवाद।